वर्षले प्रेस मिट कार्यक्रमका अध्यक्षज्यू, यो कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्रीज्यू, मान्यज्यूहरू, मञ्चमा आसीन नेताहरू, विशेष गरी यो कार्यक्रमको डाइरेक्टर विनोद साई, गीतकार दीपक शर्मा र उपस्थित अन्य विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने महानुभावहरू, विशेष गरी सञ्चारकर्मी मित्रहरू, यहाँहरू सबैलाई यो महत्त्वपूर्ण कार्यक्रममा मैले मेरो व्यक्तिगत तर्फबाट, हाम्रो पार्टी नेकपा एमाले केन्द्रको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु र यो कार्यक्रमको सफलताको कामना पनि गर्न चाहन्छु। मैले यो कार्यक्रमको विषयवस्तुको गहिराइमा जान सकेको अवस्था छैन, यसका लागि म क्षमा चाहन्छु। मैले भर्खरै मात्रै हाम्रो जुम्ला जिल्लाका पार्टीका नेताहरूले यो कार्यक्रम छ भन्ने कुराहरू भर्खरै जानकारी मैले प्राप्त गरेँ र छोटै समयमा सूचना प्राप्त गरेँ र सोही अनुसार यहाँ आएँ। तर पनि कर्णालीको माटोमा हुर्केको जन्मेको एउटा नवयुवाले अत्यन्तै महत्त्वपूर्ण शीर्षकमा अन्त नसरे भन्ने जुन शीर्षकमा एउटा मार्मिक विषयवस्तुलाई समेटेर छोटो जुन भिडियो प्रस्तुति मार्फत मैले थोरै मात्रै ज्ञान आर्जन गर्ने अवसर प्राप्त गरेको छु र यसको अरू सबै इतिश्री सबै यसको विषयवस्तुका बारेमा मैले जानकारी लिन अझ बाँकी नै छ। तर पनि यति महत्त्वपूर्ण कार्यको जुन थालनी गर्नुभएको छ, यसलाई अझै व्यापक बनाउनलाई, यसलाई विस्तार गर्नका लागि हामी हाम्रो ठाउँबाट विशेष गरी उपस्थित हुनुभएका मिडियाकर्मी साथीहरूको तर्फबाट यसलाई आजका दिनबाट जुन प्रथम पटक रिलिज भएको छ, यसलाई व्यापक बनाउने, विस्तारित गर्ने सन्दर्भमा हामी सबैको महत्त्वपूर्ण भूमिका रहने नै छ र मिडियाकर्मी मित्रहरूले त्यो कुरालाई हृदयङ्गम गरेर यो कार्यक्रमको महिनालाई आज प्रत्यक्ष रूपमा उपस्थित हुनुभएका त भएकै छौँ, उपस्थित हुन नसकेका महानुभावहरू, प्रबुद्ध व्यक्तिहरू, सर्वसाधारण व्यक्तिहरू र विशेष गरी कर्णालीवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूका बिचमा पुर्याउने कुराहरूमा सहयोग रहनेछ, मद्दत रहनेछ भन्ने कुरा राख्न चाहन्छु। कर्णवा प्रोडक्सन जुन प्राइभेट लिमिटेडको पनि आजै यो महत्त्वपूर्ण कार्यक्रम मार्फत यसलाई जुन शुभारम्भ गर्ने कामहरू जो भएको छ, यसको पनि आज उद्घाटन मात्र होइन, यसले निरन्तरता पाउने कुराहरू आफैमा चुनौतीको विषय हो। हरेक क्षेत्रमा भइरहेका जुन प्रतिस्पर्धात्मक जुन प्रक्रिया छ, प्रतिस्पर्धाको जुन अवस्था छ, त्यसलाई, ती चुनौतीलाई सामना गर्दै आफूलाई अब्बल साबित गर्नका लागि कर्णवा प्रोडक्सन मिडिया हाउसले आफ्नो व्यवस्थाकीय पक्षहरू, यसका प्राविधिक पक्षहरू, यसले उजागर गर्ने, यसले समेट्ने विषयवस्तुहरू, वर्तमान सवाललाई जोडेर र विशेष गरी यो देशको संस्कृति, सभ्यता र यहाँको जुन समृद्धिका सवालहरूलाई समेटेर उजागर गरिने विषयवस्तुहरूलाई विशेष महत्त्व दिनेछ भन्ने कुरालाई मैले राख्न चाहन्छु सुझावको रूपमा। यसपछिका दिनहरूमा यसले जुन देशव्यापी रूपमा आफ्नो औकात, आफ्नो व्यापकता बढाउने सन्दर्भमा अझै हामीले जुन प्राप्त गर्ने जुन अनुभवबाट, सिकाइबाट अझै यसलाई राम्रो बनाउन, यसलाई सुदृढ गर्नका लागि पनि मैले मेरो व्यक्तिगत तर्फबाट, हाम्रो पार्टी संयन्त्रको मार्फत तर्फबाट, हाम्रा पार्टी संयन्त्रमा आबद्ध नेताहरूको तर्फबाट पनि हुन सक्ने सहयोग म गर्ने नै छु। तर पनि यो विशुद्ध एउटा पार्टीको मात्रै विषय नभएर यो विशुद्ध एउटा रचनात्मक कामको सुरुवात हो भन्ने कुरालाई मैले बोलेको छैन। यो अर्थमा यसलाई उजागर गर्नका लागि अहिलेको वर्तमान सरकारको एउटा महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएको माननीय मन्त्रीज्यू, हामीले हाम्रै कर्णाली प्रदेशको आज यो कार्यक्रममा उपस्थित गराउन सफल हुनुभएको छ र सँगसँगै हामी विभिन्न विधामा, विभिन्न क्षेत्रमा जिम्मेवारी लिइरहेका नेताहरू
समाजसेवीहरू, राष्ट्रिय सेवा कर्मचारीहरू र अन्य अभियन्ताहरूको समेत पनि यो छोटो र संक्षिप्त जो भेटघाट आफैमा महत्त्वपूर्ण रहने नै छ र यो कार्यक्रमले त्यो अनुभूति गराएको छ मलाई र हाम्रो परिवारलाई, पार्टी परिवारलाई। यति भन्दै अन्तमा मैले फेरि पनि विनोदजी, दीपकजी र उहाँसँग साथमा रहनुभएका साथीहरूले जो कामको थालनी गर्नुभएको छ रचनात्मक कार्यको, यसको उच्च प्रशंसा गर्न चाहन्छु। यसको दिगो विकासका लागि, यसको निरन्तरताका लागि अहरात्र तपाईँ अझै खटेर अगाडि बढ्नुहुनेछ। तपाईँ कामका सन्दर्भमा देशको जुनसुकै भागमा रहे पनि विशेषतः आफ्नो जन्मभूमि, आफ्नो कर्मस्थलो र आफ्नो जन्मभूमिलाई सम्झेर अझै पनि तपाईँका रचना कामहरू अगाडि बढिरहन्, यही शुभेच्छाहरू म प्रकट गर्दै यो महत्त्वपूर्ण कार्यक्रममा मलाई पनि बोलाउनु भयो र आफ्नो कुराहरू राख्ने र धेरै कुराहरू बुझ्ने जो अवसर दिनुभयो, त्यसका लागि तपाईँहरू सबैलाई र आयोजक मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मेरो भनाइलाई अन्त्य गर्छु। हस्, धन्यवाद। नेसनल प्लस इन्टरनेसनल डिस्ट्रिब्युसन पनि गर्छु मैले भन्दा साथ म अब मेन आजका अध्यक्षज्यू, मुख्य अतिथिज्यू, सम्पूर्ण मेरा अग्रज सांसद माननीयज्यू सँगै काका, मामा, कान्छी बुवा, फुवाजू, फुफू सबैलाई मलाई एकमुष्ट नमस्कार। थ्याङ्क यू भेरी मच हजुरहरूले साथ दिएकोमा। एउटा कुरा के कमन छ भनेपछि हाम्रो सरसँग, हाम्रो ज्ञानी सरसँग, उहाँले पनि जुम्लाबाट सुरुवात गर्नुभएको छ, मैले पनि जुम्लाबाटै सुरुवात गरिरहेको छु। मैले जुम्लालाई बिर्सेको छैन। प्लस माइनस 26-27 वर्षपछि म घर जाँदाखेरि जुन कहिले पनि म बाटो गएको थिएन, यसपालि रोड ट्रिप गर्दाखेरि मैले जुन सिजाको डेभलपमेन्ट देख्दाखेरि मलाई प्राउड फिल भयो कि मेरो अब उमेरले म जेठो हुम्ला, तर मान सम्मानको लागि त उहाँ त एकदम माथि हुनुहुन्छ होइन, तर एकदम प्राउड फिल भयो कि म पनि ज्ञानेन्द्र साईको ठाउँमा जन्मेको रहेछु भन्ने प्राउड फिल भयो। अनि साथसाथै मैले के प्लानिङ गरेको भने मेरो पहिलो प्रोजेक्ट मैले जुम्लाबाट नै सुरु गर्नुपर्छ भनेर एउटा आउने दिनहरूमा एउटा गीत अझै आउन बाँकी छ र एउटा सर्ट मुभी बेस्ड अन ट्रु स्टोरी मैले चाहिँ जुम्लाबाट सुरुवात गरेको छु, सानोबाट। अब म्यानेजमेन्टमा चाहिँ एकदम गाह्रो भयो मलाई जुम्लामा। 27 वर्षपछि जाँदाखेरि सबै चेन्ज भइसकेका रहेछन्। मलाई चाहिँ कसैले पनि चिन्नु भएन। अब बुवाकै नामले गर्दा, नारायण साईको छोरा हो, यस्तो गर्नुपर्छ उसो गर्ने बुवाकै नामबाट हेल्प धेरै भयो। अब मेन कुरो मैले भन्न खोजेको कुरा के भने, दुई चिज, मसँग काम गर्ने टिम, लाइटम्यानदेखि लिएर मेकअपसम्मको सबैलाई सम्मान मैले दिनेछु र कसैलाई पनि म बिर्सिने छैन। अनि अर्को कुरा, हाम्रो प्रहिल कार्की सर जसले मलाई एकदम गाइड गर्नुभएको छ अहिले नेपालमा आएर, उहाँलाई पनि एकदम हृदयदेखि भित्र मनदेखि नै थ्याङ्क यू भेरी मच। साथसाथै हाम्रो बेनिसाजी, तुलसी शिवकोटा र हाम्रो डेभिड शर्मा सर, उहाँहरूकोले मलाई साथ दिएको कारणले आज यो दिन आएको हो। उहाँहरूकै हेल्पले गर्दा नै म अगाडि बढ्नेछु र आउने प्रोजेक्टहरूमा म उहाँहरूलाई छोड्ने छैन। उहाँहरूले मलाई छोड्नुभयो भने पनि म उहाँहरूलाई खोजी ल्याउँछु। यदि भन्दै सम्पूर्णलाई मेरो धन्यवाद र अब नयाँ प्रयास गर्दैछु नेपालमा। हजुरहरूको साथ सपोर्टको भावना छु। अनि प्लस दुर्गम क्षेत्रबाट आएको छ, हजुरको माया आशीर्वाद सदाभर हामीमा रहिरहोस्। कर्णबाग प्रोडक्सन प्राइभेट लिमिटेड, सबैलाई धन्यवाद।